नमस्ते सबैजनालाई म सुरेन्द्र मोक्तान। आज म बिगिनर्सहरूको लागि फर्स्ट विक फर्स्ट डे कुन एक्सरसाइज गर्ने र कसरी गर्ने भन्ने विषयमा भिडियो बनाउँदै छु। यो भिडियो सबै बिगिनर्सहरूको लागि मोस्ट इम्पोर्टेन्ट रहेको छ, त्यसैले भिडियो स्किप नगरिकन अन्तिमसम्म हेरिदिनु होला। सबैभन्दा पहिला हामीले 5 to 10 मिनट्स वार्म अप एक्सरसाइज गर्नुपर्छ। वार्म अप एक्सरसाइजको महत्त्व र कसरी गरिन्छ भन्ने विषयमा मैले अलरेडी भिडियो बनाएर च्यानलमा राखिसकेको छु। सबैभन्दा पहिला वार्म अप एक्सरसाइज सम्बन्धी भिडियो हेर्नुहोला। आज हामी चेस्ट एक्सरसाइज, ट्राइसेप एक्सरसाइज र एब्स एक्सरसाइज गर्नेछौँ। सबैभन्दा पहिले आज हामी चेस्ट एक्सरसाइज गर्छौँ। चेस्ट एक्सरसाइजमा पनि आज हामीले मुख्य 3वटा मात्र एक्सरसाइज गर्छौँ। 1 नम्बरमा रहेको छ पुसअप, 2 नम्बरमा रहेको छ बार बेन्च प्रेस र 3 नम्बरमा रहेको छ इन्क्लाइन डम्बेल बेन्च प्रेस। जहिले पनि पुसअप गर्दाखेरि हाम्रो पोजिसन चाहिँ हात आफ्नो चेस्टको सिधा यो तरिकाले राख्ने र आफू सिधा अगाडि हेर्ने र खुट्टा आफ्नो हाइट अनुसारको पछाडि ट्याक्क यो पोजिसनमा टक्क राख्ने अनि सुरु गर्ने। 1 बिस्तारै तल जाने, 2 3 4 5 6 7। यो पुसअप गर्दाखेरि बिस्तारै एल्बोभन्दा माथिको मात्रै स्क्वाइज गर्ने है। यसरी पुसअप चाहिँ पहिलो सेट 15, दोस्रो सेट 12 र तेस्रो सेट 10 गर्ने। पुसअप गर्दाखेरि हाम्रो चेस्ट, ट्राइसेप, सोल्जर र ब्याकलाई हिट गर्ने भएकोले यो एक्सरसाइज हाम्रो ओभरअल अप्पर बडीको लागि बेस्ट एक्सरसाइज मानिन्छ। अब हाम्रो नेक्स्ट एक्सरसाइज रहेको छ बार बेन्च प्रेस। यो एक्सरसाइज चेस्ट एक्सरसाइजको लागि सबैभन्दा बेस्ट एक्सरसाइज हो। यो एक्सरसाइज गर्दाखेरि हामीले सबैभन्दा पहिला हाम्रो पोस्चर मिलाउनु पर्ने हुन्छ। चेस्ट एक्सरसाइज गर्दाखेरि चेस्ट ट्याक्क अप गर्ने अनि यो बार समाउँदाखेरि जहिले पनि हाम्रो चेस्टको सिधैमा यो तरिकाले ट्याक्क समाउने अनि बिस्तारै ल्याउँदाखेरि ट्याक्क बिस्तारै तल सिधा तल ल्याउने र पुस गर्दाखेरि यो तरिकाले पुस गर्ने। 2 3 4 यसरी हामीले बार बेन्च प्रेस गर्छौँ। सुरुमा हामीले वेट थोरै राखेर सुरु गर्नुपर्छ र पछि बिस्तारै वेट बढाउँदै लानुपर्छ। अब हाम्रो नेक्स्ट एक्सरसाइज रहेको छ इन्क्लाइन डम्बेल बेन्च प्रेस। यो एक्सरसाइज गर्नुभन्दा पहिला हामीले हाम्रो बेन्चलाई मिलाउनु पर्ने हुन्छ, एडजस्ट गर्नुपर्ने हुन्छ। हाम्रो बेन्चलाई इन्क्लाइन रूपमा 30 डिग्रीको एङ्गलमा एडजस्ट गर्नुपर्ने हुन्छ र एङ्गलले पनि ट्याक्क एडजस्ट गर्ने। त्यसपछि हामीले वेट उचाल्दाखेरि बिस्तारै ट्याक्क 1 by 1 यसरी 1 2 अनि बिस्तारै यो र यो इन्क्लाइन डम्बेल बेन्च प्रेस गर्दाखेरि पोजिसन यो हुनु पर्यो। यो डम्बेललाई यसरी राख्नु पाएन, ठ्याक्क यो भी सेपमा
यो तरिकाले राख्नु पर्यो। र तल ल्याउँदाखेरि बिस्तारै तल चेस्ट यहाँसम्म ल्याउने, योभन्दा मुनि नै होइन, योभन्दा माथि नै ठ्याक्क चेस्टको सिधा ल्याउने र माथि पुस गर्ने। यसरी तल ल्याउँदाखेरि सास लिने र माथि लाग्दाखेरि माथि पुस गर्दाखेरि सास फ्याँक्ने। यसरी हामीले इन्क्लाइन डम्बेल बेन्च प्रेस गर्छौँ। यसले चाहिँ हाम्रो चेस्टको अप्पर भागलाई हिट गर्छ। त्यसैले यो एक्सर्साइज चेस्ट एक्सर्साइजको लागि एकदमै महत्त्वपूर्ण रहेको छ। यो एक्सर्साइज पनि हामीले 15, 12 र 10 रेपिटेसनमा गर्नुपर्छ। वेट जहिले पनि सानोबाट सुरु गर्नुहोला र बिस्तारै बिस्तारै बढाउँदै लानुहोला। अब हामी ट्राइसेपको 3वटा एक्सर्साइज गर्छौँ, जसमा 1 नम्बरमा रहेको छ डम्बेल ट्राइसेप किक ब्याक र दोस्रो नम्बरमा रहेको छ केबल पुस डाउन र तेस्रो नम्बरमा रहेको छ केबल पुस डाउन विथ रोप। सबैभन्दा पहिला हामी डम्बेल ट्राइसेप किक ब्याक गर्छौँ। हामीले डम्बेल किक ब्याक गर्दाखेरि हाम्रो पोस्चर चाहिँ ठ्याक्क यसरी ढाड सिधा गर्ने अनि घुँडा अलिकति खुम्च्याउने अनि ठ्याक्क यो पोजिसनमा अनि हाम्रो एल्बोलाई ठ्याक्क शरीरसँग ट्याक्क यसरी टाँच्ने अनि चेस्ट अप अनि हाम्रो आँखाले सिधा अगाडि हेर्ने अनि ठ्याक्क योभन्दा माथि नलाने अनि बिस्तारै स्याट्ट यसरी अप पुस अप पुस अप पुस, योभन्दा माथि पनि नलाने। पछाडिबाट सो गर्दाखेरि चाहिँ ठ्याक्क यो पोजिसनमा अनि यो ठ्याक्क हाम्रो शरीरलाई च्याप्ने एल्बोले अनि ठ्याक्क अप 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 बिस्तारी डाउन बिस्तारी अप यसरी ठ्याक्क यो पोजिसनमा बिस्तारै किक यहाँसम्म लाने, फेरि किक पुस किक यसरी बिस्तारै डम्बेल ट्राइसेप किक ब्याक गरिन्छ। यो एक्सर्साइज पनि हामीले 10, 12 अनि 15 रेस्टमा गर्नुपर्छ। यो एक्सर्साइज गर्दाखेरि सुरुमा पोस्चर नमिलिन्जेलसम्म थोरै वेट लिएर गर्नुहोस् र बिस्तारै बिस्तारै पछि बढाउँदै लानुहोला। अब हाम्रो सेकेन्ड एक्सर्साइज रहेको छ केबल पुस डाउन। केबल पुस डाउन गर्दाखेरि हाम्रो पोस्चर ट्याक्क एल्बोले हाम्रो शरीरलाई च्याप अनि घुँडा हल्का खुम्च्याउने अनि ढाड सिधा आँखाले सिधा अगाडि हेर्ने ट्याक्क ठ्याक्क एल्बोको सिधासम्म आउन दिने अनि सट्ट पुस गर्ने। हाम्रो सोल्जरको भागलाई चलाउँदै नचलाउने यसरी बिस्तारी डाउन। यसरी हामीले ट्राइसेपको केबल पुस डाउन एक्सर्साइज गर्नुपर्छ। यो पनि हामीले 15, 12 अनि 10 रेप्समा गर्नुपर्छ। वेट जहिले पनि सुरुमा थोरै लिने अनि त्यसपछि बिस्तारै बिस्तारै बढाउँदै लानुपर्छ। अब हाम्रो आजको ट्राइसेपको तेस्रो एक्सर्साइज रहेको छ केबल पुस डाउन विथ रोप। यो एक्सर्साइज गर्दाखेरि नि सेम अघिको जस्तै सेम पोस्चर बनाउने, ट्याक्क एल्बोलाई हाम्रो शरीरसँग च्याप्ने अनि ठ्याक्क एल्बोको सिधासम्म आउन दिने अनि ट्याक्क पुस गर्ने है। यसरी अप डाउन बिस्तारै गर्ने, बिस्तारै छोड्ने, च्याट्ट लाने, बिस्तारै छोड्ने अनि च्याट्ट लाने। यसरी छोड्दाखेरि सास छोड्ने, माथि आउँदाखेरि सास लिने। यसरी चाहिँ
हामीले रोपसँग हाम्रो ट्राइसेपको एक्सर्साइज गर्नुपर्छ। यसरी हामीले केवल पुश डाउन विथ रोप एक्सर्साइज गर्छौँ। यो पनि हामीले 15, 12 अनि 10 रेस्टमा गर्नुपर्छ। सुरुमा जहिले पनि मैले भनिरहेको हुन्छ तपाईँहरूले, सुरुमा थोरै वेट लिने अनि त्यसपछि बिस्तारै बिस्तारै बढाउँदै लानुपर्छ। अब हामी एब्सको एक्सर्साइज गर्छौँ। आज हामीले एब्सको जम्मा 2वटा मात्र एक्सर्साइज गर्छौँ। 1 नम्बरमा हामीले नर्मल प्ल्याङ्क गर्छौँ भने 2 नम्बरमा हामीले ट्विस्टिङ क्रन्च गर्छौँ। हामीले प्ल्याङ्क गर्दाखेरि हाम्रो हातको पोजिसन यो ट्रायङ्गल सेपमा हुनुपर्छ र ढाड सिधा र आँखाले अगाडि सिधा हेरेको हुनुपर्छ। यो प्ल्याङ्कको धेरै फाइदाहरू छन्। यसले चाहिँ हाम्रो पेटको बोसो घटाउँछ, जसले गर्दाखेरि हाम्रो वेट लसलाई पनि एकदमै हेल्प पुर्याउँछ। तपाईँहरूको ब्याक पेन छ भने यसले दुखाइ पनि कम गर्छ। साथै यसले चाहिँ हाम्रो होल बडी पोस्चरलाई चाहिँ एकदमै राम्रो गर्छ। हाम्रो बिगिनर्स साथीहरूले चाहिँ पहिलो सेट 30 सेकेन्ड, दोस्रो सेट 20 सेकेन्ड र तेस्रो सेट 15 सेकेन्ड तपाईँहरूको लागि इनफ हुन्छ। यसरी चाहिँ हामीले प्ल्याङ्क गरिन्छ। अब हाम्रो एब्सको सेकेन्ड एक्सर्साइज रहेको छ ट्विस्ट क्रन्च। ट्विस्ट क्रन्च गर्दाखेरि चाहिँ हाम्रो पोजिसन ढाडलाई इन्क्लाइन रूपमा यसरी राख्ने, हात माथि गर्दनमा राख्ने अनि लेफ्ट खुट्टा राइट ह्यान्ड, राइट खुट्टा लेफ्ट ह्यान्ड यसरी 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 अनि सेकेन्डमा खुट्टा यतिकै राख्ने 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 यसरी चाहिँ हामीले ट्विस्ट क्रन्च गर्नुपर्छ। यसले चाहिँ हाम्रो साइडको भागलाई एकदमै टाइट बनाउँछ, जसले गर्दाखेरि भिसेप हुनलाई चाहिँ एकदमै हेल्प पुऱ्याउँछ। यसरी हामीले हाम्रो फर्स्ट विक फर्स्ट डेको एक्सर्साइज प्लान कम्प्लिट गरिसकेका छौँ। भिडियो कस्तो लाग्यो, जस्तो लाग्यो त्यस्तै नै कमेन्ट गरिदिनु होला। मन परेमा लाइक, कमेन्ट, सेयर गरिदिनु होला। साथै यस्तै थुप्रै एक्सर्साइज सम्बन्धी इन्फर्मेसनल भिडियो र युजफुल भिडियो हेर्नको लागि मेरो युट्युब च्यानल फिटनेस प्लसलाई सब्सक्राइब गर्न नबिर्सिनु होला। साथै नजिकै रहेको बेल आइकनलाई पनि ट्याक्क टच गर्न नबिर्सिनु होला। धन्यवाद।